यहाँ चाहिँ लालीगुराँस तथा पशुपन्छी लोकल माउरी फर्ममा चाहिँ भाले मौरीहरू र कर्मी मौरीहरू र साथमा तपाईको यो रानी मौरी पनि अब यो भर्खरै उत्पादन भएको छ। यो मौरी रानी मौरी पनि यसमा चाहिँ उडान भरेर उड्दैछ। उसले उडिसकेपछि तपाईको भाले मौरीहरू चाहिँ दौडिरहेका छन्। अब त्यो चाहिँ किन दौडिरहेको छ भाले मौरी भन्नुहुन्छ भने चाहिँ आकाशमा उडेर अब यो मेटिङ भन्छ हैन, आकाशमा उडेर मेटिङ गर्छन् यिनीहरूले चाहिँ र शारीरिक सम्पर्क राख्ने गर्छ। भाले मौरीले आकाशमै उडेको नै शारीरिक सम्पर्क राख्न सक्छ भाले मौरीले। त्यही भएर चाहिँ यिनीहरू चाहिँ खचाखच निस्किरहेका छन्। अब रानी मौरी चाहिँ पहिले नै निस्केर गइसकेको छ। अब यिनी भाले मौरीले चाहिँ रानी मौरीको खोजीमा छन् कि कहाँ गएछ भनेर नै धेरै नै भाले मौरीहरू खोजीको प्रक्रियामा छ। अब कतिपय भाले मौरीहरू चाहिँ रानीलाई शारीरिक सम्पर्क गरेपछि बल्ल 1-आधा घन्टा 10-15 मिनेटमा चाहिँ ऊ घारमा फर्किने सफलता हुन्छ। तर अहिलेसम्म फर्केको छैन, घारबाट चाहिँ निस्केर गएको छ। अहिलेसम्म फर्केको चाहिँ देखिएको छैन। अब यो कुन बेला चाहिँ फर्किन्छ हैन, अब 1-आधा घन्टासम्म तीव्र गतिमा आकाशमै उडेर चाहिँ उनीहरूको चाहिँ मेटिङ हुन्छ र मेटिङ भइसकेपछि शारीरिक सम्पर्क राखिसकेपछि ऊ चाहिँ गर्भवती भइसक्यो भने बल्ल घारमा चाहिँ फर्केर उसले चाहिँ बल्ल अन्डा चाहिँ दिने काम गर्दछ साथी हो।